आरएनएसकेटी भन्नु है। नमस्कार सम्पूर्णमा अनि हार्दिक स्वागत छ मेरो आरएनएसकेटी अफिसियल युट्युब च्यानलमा। यो च्यानल चाहिँ म तपाईहरुलाई के जानकारी गराउन चाहन्छु भने यो चाहिँ मेरो छोरा हैन, यो सानो बाबु जस्तै जन्मिन बित्तिकै मैले बाबुको नामदेखि चाहिँ च्यानल क्रिएट गरेको थिएँ आरएनएसकेटी अफिसियल च्यानल भनेर। त्यो चाहिँ अहिले 1000 सब्स्क्राइब पुगेछ हैन। तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि हाम्रो सानो बाबुलाई धेरै माया गर्नु भएको छ। बाबु पनि क्युट हैन। सबैजनालाई नमस्ते गरिदेऊ छोरो, नमस्ते गर नमस्ते गर न। तिम्रो च्यानललाई अनि कति धेरै सब्स्क्राइब भएको त, बाइ गरिदेऊ सबैलाई, बाइ गरिदेऊ छोरो, गर गर। कस्तो ज्ञानी छौ त, बुइ बुइ गरिदेऊ है छोरो। बाबु नमस्ते गरिदेऊ न, सबैजना रिसाउनु भएको छ कि हो, नमस्ते हैन। सबैजनाले नमस्ते गरिदेऊ अनि धेरै धन्यवाद छ है बाबुको तर्फबाट हैन। च्यानललाई चाहिँ धेरै माया गर्नु भएको छ, अझै पनि माया गर्नु होला किनकि बाबु सानो छन् हैन। बाबुको लागि चाहिँ मैले त्यसमा भिडियोहरु हाल्ने हैन, मम्मीले पनि हाल्दिनुहुन्छ बाबुको मम्मीले। अनि त्यसपछि चाहिँ बाबुले धेरै, बाबुको नाम चाहिँ प्रख्यात छ के त्यसमा फेरि। त्यही भएर बाबुले ठुलो भएपछि चाहिँ युट्युब चलाउने हैन, बाबुले युट्युब चलाउने अरे। त्यही भएर बाबुको नामबाट गरिदिएको। अनि तपाईहरुलाई चाहिँ कस्तो लाग्यो है, सल्लाह सुझाव गर्नु होला, बाबुलाई माया गर्नु होला है। बाबु यहाँ खेल्न आएको तल हैन, उ त्यहाँ जाउँ भिडियो बनाऊँ भने नै म यहाँ चाहिँ यो गिट्टीहरु छ क्या, अनि यहीँ खेल्ने भनेछ नि बाबु हैन। यहीँ खेल्ने हैन, वहाँ पर जाने कि नजाने, नजाने यहीँ खेल्ने हैन। यहाँ बाबुलाई यो गिट्टी टिपेर फाल्ने, खै एउटा यो फाला त कता फाल्छौ, ठुई गर। म चाहिँ तिहारमा यसो 15-20 दिनको छुट्टी लिएर आएको, अनि बाबुसँग मतेर आएको हैन। बाबुको धेरै माया लाग्छ कि गरिदियो। उसलाई माया गर न बाबुलाई, छोरो बाबु माया गर बाबुलाई, बाबुलाई माया गर न छोरो, बाबुलाई माया गर न, आइ गर माया गर, माया गर न, माया गर। छिची लाग्यो, छिची लाग्यो।